एभ्रिवान, सबैमा नमस्ते। म आज यतिखेर सुदूरपश्चिम कैलाली जिल्लाको बुढीतोला भन्ने ठाउँमा छु। बुढीतोलाको पनि भ्यू टावर भन्ने ठाउँमा। वाउ, सुन्दै पनि क्या दामी भ्यू टावर कस्तो होला त गाइज। म पनि पहिलोचोटि जाँदैछु। मलाई लाग्छ असाध्यै राम्रो होला। माथि भ्यूमा, माथि टपमा जाँदाखेरि तलको भ्यूहरू हेर्दाखेरि आनन्द लाग्ने छ। एकचोटि हजुरहरू पनि आएर यसो अवलोकन गरिदिनु होला। उतातिर एकदमै गर्मी थियो। धनगढी बजारतिर यस्तो गर्मी थियो। यता अलिकति जङ्गल भएर होला यस्तो चिसो छ। अलिकति पहाड टाइपको पनि छ। कैलाली जिल्ला नै पर्छ, तराई भेग चाहिँ हो, तर अलिकति यता चाहिँ अलि पहाड टाइपको छ। त्यही भएर अलिकति चिसो, रुखहरू एकदमै प्रशस्त मात्रामा भएर चिसो हावापानी असाध्यै रमाइलो लागिरहेछ। एकदमै चिसो छ यता। हजुरहरू पनि आएर यसो चिसो हावापानी खाएर जानु होला। फाइनल्ली हामी पुगिसकेका छौँ भ्यू टावरमा। हाम्रो गाडी पार्किङ भइसकेको छ। वरिपरि पुरै घना जङ्गल छ अनि बिचमा चाहिँ क्या दामी हाम्रो बुढीतोलामा भ्यू टावर बनाइदिनु भएको छ। एकदमै धेरै सुन्दर र असाध्यै रमाइलो छ। यहाँनिर टिकट काट्ने ठाउँ रहेछ। टिकट काटेर मात्रै यहाँभित्र बस्नुपर्ने रहेछ। टिकट जम्मा 100 रुपियाँ हो। 100 रुपियाँमा हजुरहरूले भित्र जान सक्नुहुन्छ। मजाले बुढीतोलाको भ्यू देख्न सक्नुहुन्छ। असाध्यै रमाइलो होला। म पनि भित्र गएको छैन। बाहिर हेर्दाखेरि असाध्यै रमाइलो, एकदम धेरै यति धेरै मिहिनेत गर्नुभएको। यता यस्तो दामी बनाउनु भएको छ। यता आराम गर्ने ठाउँ, यतातिर होटेल, नास्ताहरू, खानाहरू खाने ठाउँ। आएर हजुरहरूले यसो हेरिदिनु होला, अवलोकन गरिदिनु होला। हाम्रो सुदूरपश्चिमतिर यस्तो राम्रो छ। त्यहाँदेखि 1 2 3 4 5 6 7 तलामाथि त्यहाँ माथि गएर म हजुरहरूलाई तलको भ्यू पनि देखाउने छु। त्योभन्दा अगाडि म यतातिर अलिकति एकदमै सुन्दर लागिरहेछ। मलाई एकदमै राम्रो लागिरहेछ, एकदमै सुन्दर।